हेलो एन्ड नमस्ते सबैजनालाई। आज छिट्टो अनि मिठो एग नुडल्स बनाऊ है। मैले पहिले नै सबै सामग्री रेडी गरिसकेको छु र यहाँ देख्न सक्नुहुन्छ मैले यहाँ अनियन, टोमेटो अनि ग्रिन चिल्लीलाई फ्राई गर्दैछु एउटा प्यानमा। अब यसमा मैले क्याप्सिकम पनि एड गर्छु। यसलाई केही बेर पकाउने। अब मैले यहाँ एग राख्न जाँदैछु। तपाईहरुले सेपरेट भाँडामा पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ छिटो होस् भन्नको लागि यसो गरेको हुँ। यसमा मैले स्वादअनुसार नुन राखेँ, रेड चिली पाउडर। अब फेरि केही बेर चलाउने। यसमा मैले क्युमिन पाउडर पनि राखेँ र साथमा मैले चिली पेस्ट राखेको छु, सोया सस पनि राखेँ। अब यसमा नुडल्स राख्ने अनि यसलाई राम्रोसँग चलाउने। नुडल्सलाई राम्रोसँग मिक्स हुन दिने अनि केही बेरमा हाम्रो नुडल्स खानुको लागि रेडी हुन्छ। देख्नुभयो नि कति सजिलै छिटो अनि मिठो नुडल्स तयार भयो। तपाईहरु पनि बनाएर खान सक्नुहुन्छ मन पर्यो भने। Thank you so much for watching NK Corner by Lakshmi. Please don't forget to like, comment, share and subscribe my channel. Thank you.